जहाँ वसन्तको पालुवा, ग्रीष्मको गर्मी, वर्षाको जलधार, शरदको शीतलता, हेमन्तको सिरेटो, शिशिरको तुषारो, पारिस्थितिक प्रणालीको जीवनचक्र चलिरहेछ सरासर। सुन्दर प्रकृतिमा सबैको अधिकार बराबर। पृथ्वीको संसारमा जनावरको व्यथा, सजीवदेखि निर्जीव समेत छ जैविक विविधता। सुन्दर प्रकृति। मिसिन चाहिन्छ मिसिन तेरो बाबु टुको पुने जस्तो सजिलो छ के पैसा चाहिन्छ पैसा। खासमा हामीले साथीहरू यो जङ्गलकै भित्र चाहिँ खन्नु नआउने किन विकास चाहिँदैन? विकास त चाहिन्छ नि। अब विकास चाहिन्छ भन्दैमा जङ्गल जनावरको वासस्थानै उडाउनु त भएन नि हामीले। त्यो जङ्गल जनावरको हामीले के चिन्ता? हाम्रो गाउँमा विकास चाहिएको छ, त्यही भएर हामीले विकास गर्नुपर्छ। हामीले यसरी भनेपछि कहाँ जान्छ जङ्गल जनावर? तिम्रो बुढा सुई सुई काम गर, जनावरलाई भन्दा हामीलाई विकास चाहियो। कहाँबाट बोल्दैछ यो? म यही छु। जङ्गली जनावरले हामीलाई कम्ता जङ्गल त चाहियो नि भाइ। चाहिन्छ जङ्गल। अर्कै थाहा भएन मेरो ठोरेर सहरबाट मल ल्याउने हो र कृषि क्रान्ति गर्ने हो। यहाँ गऱ्यौ तिमीले कृषि क्रान्ति। सहरबाट मल ल्याउँदैन कृषि क्रान्ति हुँदैन भाइ। कृषि क्रान्ति त गाउँको अर्ग्यानिक मल, गाई गोरुको मल प्रयोग गरेर मात्रै हो। यसै गरी रासायनिक मल प्रयोग गर्दै गयौँ भने हामी पनि गर्न सक्छौँ भाइ।
कुदायो नि बाँदरले कस्तो गरेर आयो ठिकै हो झाडुको टोपी बाँदरले लानु स्वाभाविकै हो अनि विचार गरेर बोलाउने फेरि तर त्यो बाँदरलाई गर्दा एउटा चाहिँ राम्रो काम भयो है के भयो हाम्रै जङ्गलको बिचमा एउटा ठुलो मूल रहेछ हामी कसैलाई पनि थाहा छैन मैले त पानी पनि पिएर आएँ बडो स्वादिष्ट छ केटा अर्को हप्तादेखि चाहिँ त्यो मूल पानी सबै घर घरमा पुरानै काम गर्नुपर्छ है हजुर म चाहिँ एउटा ठुलो पोखरी खनेर माछा पाल्नु पर्ला हौ पाल्लास् ठाउँ पनि छ के अरे त उहिले आफ्नो छोराछोरी पाल त्यसपछि माछा पाल्नु कहाँ पाल्दैछ तैँले यो सरकार निभा एउटा साथी हो भोक पनि लाग्यो रात पनि पर्यो आजलाई जाउँ होला सबै सिध्याइदिए यी मानिसले हाम्रो धर्म बुझ्दैनन् किन निर्दय भएको हो लिली तिमीलाई थाहा छ लाला भनी भएन भने यी मानिसहरू पनि रहँदैनन् नि हो नि लिली अब त यिनीहरूले पानी पनि लैजाने यिनको लोभले प्रकृतिको नाश हुँदैछ हाम्रे नि हो के मरे चाहिँ अब त्यो मान्छेहरूदेखि डराएको अब तिमीहरू कसैले पनि डराउनु पर्दैन तिमीहरूले मात्रै होइन यो जङ्गलको कोहीले पनि डराउनु पर्दैन बिकज आई एम नेपाली पनि जाने चाहिँ भाग एकै छोड्दिनु त्यहाँ नमार्नु न यही भइलानुपर्छ यो भरे सिधन हुन्छ एकदमै नमार्नु पर्थ्यो बल्ल बल्लको सिकार बन्दुक खेलाउने सिकारी हो मटेर खेलाउने बच्चा होइन गएर ठुलो शिकार खोज जङ्गलमा केही पाउनु छोडिसक्यो कहाँ खोज्नु लाइभ क्यारेक्टर आउट अफ सिलेबस लाइभ क्यारेक्टर आयो क्या लाइभ कहाँबाट फुत्किनु रहेछ छैन त्यहाँ केही पाउँदैन रेड पान्डा होइन यहाँ त हाम्रो भाग्य बलियो रहेछ रेड पान्डा भेट्यो दया चाहिँ विश्वास गर्नु हुँदैन है
सास रोकेर चुप लाग्नु होइन निशानै लाग्दैन कहाँ छ राम्रोसँग खोज्छ भेटिन नि एउटा काम पनि राम्रो गर्न सक्दैन कहिले आएको थियो आइदिनु हेर्नु पर्दैन गइ जानु पर्दैन नै गाया पनि खालिहाल्दै भयो खबर रात पनि थाल्यो जाउँ शिकार गर्न आएको एक दुईटा शिकार नलिकन घर फर्किँदैन हिँडारको जङ्गल कस्तो लोधा लाग्यो शोभनको सानो बासिन्दा पहिला म रुकुमा खेल्थे बाँसको हाँगामा झुल्थे यो घर मेरो घर थियो र मेरो संसार तर आज मेरो घर सानो हुँदै गइएको छ मेरो जन्म मासिँदै गइएको छ जब रुख ढल्छ त्यो आवाज सँगै मेरो सपना पनि ढल्छ जब घाँस सक्छ मेरो पेट मात्रै होइन मेरो सपना पनि खाली हुन्छ मलाई कसैले केही नबुझ्दैन मैले कसैको केही बिगार्दिन म त लुकेर बाँच्नु खोज्ने एउटा सानो प्राणी मात्रै हो के तपाईँहरूले मलाई बचाउन सक्नुहुन्छ मेरो यो जङ्गल फेरि हरियो हुनसक्छ म यो चिसो वनको सानो बासिन्दा अझै बाँच्न चाहन्छु ए त स्कुलबाट भाइको थाहा पाउनु भएछ भोलि स्कुल जान तँलाई ढुन्डाएर कुर्छु भन्नु भएको छ इस गर्छु त इस के खेल्छु हातलाई देखा त तँलाई देखा त तँलाई देखा लुलो गर त त म नाच्छ कुचिने गरे हाल्छु म कुचिदिन्छु नि भाइ चल मारेपछि म तँलाई नजिक हाल्छु चाहिँदैन पनि
तँ लामेको छोरा मरिछ त किन मेरो छोरा भगाइदिस् मलाई किताबबाट बोलाएको होइन तर तिमीले मार्नु हुँदैन भनेर कहिले भन्नुभयो शुक्रबार त मलाई छेलबाजी गरेको थियो मैले गरेको होइन नि तँ त्यो अगुवा तँ अगुवा मेरो अस्तिको चक्लेट हक सिधै अहिले हगिहाले होइन यो यहाँ अब भगाइ छैन नि भाइ तँ लामेको छोरा बाँच्दैनस् नि फेरि अन्त मनिस लामेको छोरा के हो यो लाग्छ के मैले नगरे के हो यो हेर्दा आइदैन यो के हो यो तेरो कसम के हेर्दा आइदैन यो के हो के हो यो त नेटमा न हो त के भयो यसलाई बोल लागि छ हेर्नु यो के गर्ने यसले कुकुरदाल गर्नुपर्छ गर्दै जामे अनि पाल्नु है बल्ला त कानुन लाग्छ ओइ कसैले नभन्दै नि त ल घर उपचार गरेर पाल्नुपर्छ ल यो जुवा म पाल्छु म पाल्छु कसले देखेको जसले देखे पनि म पाल्छु ल 15 दिन पाल म 15 दिन पाल्छु ल केलोमा 15 दिन लाँदा मैले भने के गर्ने म माया गरेर राख्छु नि त ल यताबाट ल आदिमा थलो पुर्खाको गाउँमा बिताउँदा यो जीवन मुन्नु पत्उदै सरराया सालपासी मारुआन सुन्नीमा सिरेमा राखी सालपासी ए बुढी हजुर के घ्यार परिरहेको यहाँ मलाई दिक्क लागिसक्यो भने तपाईँले पनि त ठ्याक पाइराख्नु भएको छ अब यो ठ्याक ठुलो घ्यार घुरोको कुरा भन्दा पनि जता भित्र गएर मलाई प्रेसरको औषधि लिएर आइज सक्दिनँ बा म त आफै जाने आफै लिएर आउने ल्याउदिनुहोस् त नलानु भयो नले ए अजय नातिमा सीताको छोरासँग गाउन लगाएका छन् यति नै बेला फेरि कता मर्नु पर्यो त्यो गाँठेलाई त्यसको बाबा पनि कहिल्यै बुढाबुढी सम्झेर आउने होइन यस्तै हो बुढो बडो गाह्रो पो छ त कति दुःख दिन्छ यो बुढाले। रातभन्दा भेटाएको छु कि हेर्नुहोस् त यस्तो पुकाल हो होइन यो हाब्रे कहाँबाट लिएर आइस जङ्गलमा भेटाएको हेर्नु न कसले गोली हालेको राम 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 कसले सत्यानाशै पारेछ नि त्यही त ए राति हजुर जता भित्र गएर त्यो बाकसनिर जडीबुटीको पोको छ एउटा त्यो लिएर आइस न हजुरबा यो त दुर्लभ जनावरले नि है ठिक भन्यो तिमीहरूले कहाँबाट सिक्यो यो कुरा हामीले पढेको समाजमा हारिएर चढ्यो पक्रिन उही जिन्दगीमा पहिलोचोटि तिमीहरूले यति राम्रो काम गरेर देखाएँ मैले स्याबास तिमीहरूलाई अब बाँच्छ त हजुरबा यो मैले उपचार गरेपछि नबाच्ने कुरा हुन्छ पक्रिन अब यसलाई पाल्ने हो हामी त पाल्ने के अरे पाल छोड्यो तिमीहरू यसलाई जङ्गली जनावर घरमा ल्याएर पाल्ने भए तिमीहरू जङ्गलमा गएर बसेर पाल्ने भनेर ल्याएको हाल्छौ तिमीहरू
के दिएर पाल्छौ गाई भैँसी जस्तो घाँस खान्छ नि यसले अनि के खान्छ त बाँस खान्छ चढ्नु सक्छस् म त चढिहाल्छु चढिदिन्छु म यो त बादल भन्दा 4 भन्दा त हजुर न गोर्ख चढ्छस् अब यति भएर चाहिँ ठिक छ कालेलाई गएको न हामीले भेटाएको भेटाएको छु भेट्न आउनुलाई हामीले भेट्टाको हेर्नु त सत्यानाशै पारेछ नि हेर त्यही त अच्छा खै यो त अघि तपाईँले गोली हानेको रेड पान्डा होइन र होइन के अरे हजुर त होइन तिमीहरूले गोली हान्यो ओ जान्छ त किन हानेको हामी यसको छाला बेचेर टन्न पैसा कमाउँछौँ अनि तँ सानाले छाला बेच्ने यस्तो दुर्लभ जनावरको छाला बेच्ने हेर यसको छाला भुत्ला गिदी खुट्टा केही पनि बेच्दैन यो हावा पुरा पछि लागेर यस्तो दुर्लभ प्राणीको हत्या गरेर तिमीहरूलाई त के सम्झाइदिउँ त तर यति पनि थाहा छैन यो दुर्लभ जनावर हो यो त नेपालको गौरवको जनावर हो त यसले पर्यावरणलाई स्वच्छ राख्छ यसलाई हेर्न त विदेशबाट पर्यटकहरू छलल आउँछन् हाम्रो देशको अर्थतन्त्र बल्छ तिमीहरूले गर्दाखेरि हाम्रो कति प्रकृतिमा हानि हुँदैछ थाहा छ यसले वातावरण सन्तुलनमा राख्छ यसलाई मार्यो भने त कानुनमा लाग्छ त इकोसिस्टम भन्ने थाहा छ इकोसिस्टम बुझ्यौ तिमीहरूले हड्डाहरू हामीलाई माफ गरिदिनुहोस् काका माफ गरिदिनुहोस् हान्ने बेलामा हानु छन् गोली माफ गरिदिनुहोस् हड्डाहरू यसको बारेमा केही पनि थाहा थिएन यो त महँगो भाउमा बिक्री हुन्छ भन्ने मात्र सुनेका थियौँ तिमीहरू जस्तो तिमीहरू भन्दा यस्तो बुढाबुढीले यत्रो बिग्न थाहा हुने त्यो लठुवाहरूलाई चाहिँ थाहा नहुने हामीलाई माफ गरिदिनुहोस् काका बरु हामी यसलाई आफै जङ्गल लगेर छोडिदिन्छौँ तिमीहरूको के विश्वास त्यही त हजुरबा यिनीहरूले छोड्दैनन् अनि यो बन्दुक पनि खोजिदिनु अरू जनावर पनि मार्छन् ए बन्दुक त साथमै लिएर यताले गधाहरू आइन्दा यो हाम्रोदेखि लगायत जङ्गलको कुनै पनि चराचुरुङ्गी मारेको थाहा पायो भनेदेखि तिमीहरूलाई म सिधै कानुनी कारबाही गरेर चाख्छु कुरा बुझ्ने लगेर पुऱ्याइ दुखेको पनि के छ ए त पनि जा ओ सुदाने लाने पुऱ्याइदिए ल ओबा जाऊ मित्र हेन ओबा खाजा के छ खाजा के छ ठिकै छ राष्ट्रिय 20 किलोमिटर भोल कालिदाई यो त माफी माग्छ हामीलाई माफ गरिदे आफै हामीले तेरो महत्त्व बुझ्न सकेनौँ अहिलेसम्म हामीले जे जति गल्ती गर्यौँ अब फेरि त्यो गर्ने छैनौँ अब आफूलाई परिवर्तन गर्नुपर्छ राम्रो जग्गा बस्छ है हाम्रो Oi, Pande! अब यो त किनेको मोटा रहेछ ए सुनिएको पो रहेछ ओइ तँलाई गोली हाने है दुख्यो होला है तँलाई पक नडरा अब म तिमीहरूलाई ओइ लागेकै कस्तो महँगो जडी पुग्यो तँलाई यसले ठिक पार्छ
एकछिन तर म अर्को ल्याउँछु ल खाए त गोबर हुँदैन नखाए नखा कोही तँ म जस्तो रिसाएको हो रिसा खुसा अब यो जङ्गलमा तिमीहरू कोही पनि डराउनु पर्दैन ल भाइ त पनि डराउनु पर्दैन है धेरै धेरै धन्यवाद नेपाल सङ्गीत कलाकारलाई रेड पाण्डाको कारुणिक कथा तर संरक्षणको शक्तिशाली सन्देश सहितको नाटक प्रस्तुत गर्नुभएकोमा